तिललाई पहाड बनाएर दशकौंदेखि बनाएको छविलाई धुमिल्याउने जुन दुष्प्रयास भएको छ त्यसप्रति म खेद व्यक्त गर्न चाहन्छु। करको एउटा अङ्क मात्र तलमाथि हुँदा राज्यको राजस्वमा अर्बौं रुपियाँको फरक पर्न जान्छ। अर्ब खर्ब भन्दै छन् जथाभावी। 2 अर्ब होइन, स्वर्णिम वाग्मीले 2 रुपियाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु। मेरो चुनौती हो। र यो स्तरको नैतिक आँट र नैतिक उचाइ सबै मान्य सदस्यहरूले पनि राख्नुहुन म शुभकामना दिन चाहन्छु। त्यहाँ करका दरहरू परिवर्तन गरिएको छ। भाषा परिवर्तनको विषय मात्रै होइन, बडो ट्याक्टिकली अर्थ समितिमा सबै मान्यज्यूहरूलाई उहाँहरूले पत्रकारहरूलाई एउटा किसिमको रणभुल्लमा पार्नुभयो। दिस इज अ ग्रेट अडिटर, त्यसमा कुनै शङ्का छैन। एउटा थोप्लो, एउटा पूर्णविराम त्यही छ भने भन्नुहोस्, म कठघरामा उभिन तयार छु। हावाको भरमा भाइरल हुने रहरले जथाभावी बोल्ने कर्मचारीहरू, तर म नेता हो, अर्थ मन्त्रालयको म गार्डियन हो, म नेता हो। मेरा कर्मचारीले गरेको मिस्टेकलाई मैले ओन गर्नुपर्छ, मैले डिफेन्ड गर्नुपर्छ। र उहाँहरूले यति भनिसकेपछि मैले आई विल ओन दिस। र न्याय सङ्गत हिसाबले त्यो त राम्रै हो, राजद्रोह त होइन त्यो, देशद्रोह त होइन त्यो। अर्थमन्त्रीले खुसु टेलिफोन गरेर कर बढ्दैछ है, गाडी पास गर भने हो। बाँकी दुनियाँले कहिले थाहा पायो? मैले लेखेर दिएपछि थाहा पाएँ। संसदलाई मैले जानकारी गरेपछि त्यसको 1-2 दिनपछि बल्ल पत्रिकाहरूमा अर्थमन्त्रीले कुटुकुटु कर फेरिरहेछ, अपलोड गरेछ, डाउनलोड गरेछ भनेर अतिरञ्जना त्यो अफवाह कहिले फलिन थाल्यो, मैले बुझाएपछि सही मेरै छ। यथार्थ के हो भने 15 गते बजेट वक्तव्य मार्फत मैले नेपाल सरकारको आय र व्ययको अनुमान पेश गरेँ। लगत्तै अर्थ विधेयक भन्छौँ हामीले, तर यसको प्राविधिक नाम नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, यो मैले टेबल गरेको छु। अर्को विनियोजन विधेयक हुन्छ, राष्ट्र ऋण उठाउने विधेयक पनि हामी अब छलफलमा जाँदैछौँ। समग्र बजेटका अङ्ग प्रत्यङ्ग यिनै हो। 15 गते धेरै कर्मचारी साथीहरू सुत्नु पनि भएको थिएन। त्यसको बिहान 3, 4, 5 बजेसम्म पनि यो पुस्तिकाको तयारीको लागि सबै जुटिराख्नु भएको छ। 16 गते शनिबार हो, केही आराम विश्राम पनि भयो। 17 गते त्यो हतारमा गर्दाखेरि केही सामान्य त्रुटिहरू